ल गाइज फाइनली हामी चाहिँ होटेलबाट निस्क्यो एकैछिन फ्रेस हुनुको लागि डाइरेक्ट आएको चाहिँ देखाउन पाएन किनकि इट वाज सो हुन्छ नि एकदम बिजी रस आवरमा आएको हामी त्यही भएर आउन पाएन सानो क्लिप टु पोखरा भनेर हाल्छु होला आई गेस यो धेरै हुँदैन क्वालिटी पनि राम्रो हुँदैन होला कज मैले फोनबाट खिचिरहेको हो छु त्यही भएर एकछिन जति जे देखाउन सक्छ म त्यति देखाउँछु त्यही हो ट्याकेर आयो गाइस स्टे इन अ बेड पोखरा डे 1 डे 2 डे 3 सबै देखाउँछु है त म अलि खानासानालाई अलि खाना गइसक्यो हामीले त्यसको चाहिँ खिचिनँ मैले अनि अल अफ अ सडन चाहिँ अनि बनाइदिउँ न त भनेर चाहिँ ट्याक्क दिमागमा आयो क्या अनि त्यही भएर चाहिँ बनाइदिएको मैले यो भ्लग सो आई होप यु गाइज विल इन्जोय होइन लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल एज वेल त्यही हो है सी यु सुन गाइज अनि चाहिँ लेक साइडतिर बसेर खाने ठाउँ खोज्दैछौँ एउटा कुनै जुन ठाउँ भए पनि यसो बसेर खाने चलपल यसो होइन भ्यू हेर्दै खाने ठाउँ खोजिरहेको छौँ त्यतै हिँड्दैछौँ लेक साइडतिर त्यति हो सी यु इन अ बेट गाइज यो चाहिँ प्लान नबनाइकन अनप्लान हुन्छ नि डाइरेक्ट सर्ट ट्रिप हाम्रो चाहिँ एकैचोटि ट्रिप टु पोखरा नाइट बसेको थियो नाइट बस्ने बित्तिकै बिहान उठ्दाखेरि ल पोखरा जाने हो भने साथीहरूले केटाहरूले जाउँ के भयो त भनेर 2 दिनको लागि जाउँ न त भनेर चाहिँ टक्क बस्न आएको हामी यहाँ त्यो त्यही हो अब यति पोखरामा के गरिन्छ गरिन्छ थाहा छैन यो भ्लग अपलोड हुन्छ पनि हुन सक्छ नहुन पनि सक्छ थाहा छैन तर आउ सी यु सुन है त गाइड ल पोखरासँग दार्जिलिङ आइसक्यो हामी चाहिँ होइन पोखरासँग दार्जिलिङ आइसक्यो बिकज गिम्बल नभएको कारणले चाहिँ लाइक एकदम गाह्रो भएछ खिच्नको लागि अब यता एकछिनमा त्यस्तो बोटसोटसँग खेलाउँला यता भ्यू चाहिँ हेर्नु यता बोटसोटहरू देखायो अब एकछिनमा बोटसोट पनि चलाइन्छ होइन सो यो त्यही गर्छु सिनहरू हेरौँ अगाडिसम्म नबोल न Hello bro. Say hi to my vlog. Oh my god, vlog. ठिकै छ यस्तो ठाउँ दामी छ यहाँ माथि म देखाउँछु तपाईँहरूलाई है त लेट मी सो यु अलिकति हल्दिन्छ होला के हुन्छ होला सो प्लिज हल्का माइन्ड नगर्नु किनकि मैले गिम्बलमा बिर्सेँ कचोटि भन्नु यहाँ टिकट पर्छ ए ल कहाँ काट्यो टिकट ल गाइज सरी यहाँ चाहिँ टिकट लाग्दो रहेछ मलाई थाहा थिएन म त यत्तिकै आइदिएँ है यहाँ छिर्नुपर्छ भने चाहिँ तपाईँहरू टिकट काट्नुपर्ने रहेछ है यहाँबाट भ्यू म चाहिँ यत्तिकै छिरेँ होइन तर तपाईँहरू आउनुभयो भने चाहिँ टिकट काट्नुहोस् है ल म चाहिँ यहाँ विदाउट टिकट छिरेछु होइन अनि खासमा चाहिँ यहाँ टिकट काट्नुपर्ने रहेछ सरी द्याट्स माई ब्याड त्यहाँ गएपछि टिकट खोइ भनिरहेको हो बिल्ला ल केही छैन तपाईँहरू आउनुभयो भने चाहिँ टिकट चाहिँ काटेर आउनु होला सो म चाहिँ विदाउट टिकट काटेर आएर त्यहाँ बस्न नपाउने रहेछ ठिकै रहेछ ल गाइज आउ सी यु इन अ बेट वाच टिल द भेरी एन्ड है बिस्तारै हेर्दै गर्नु म सबै प्रायः जस्तो एक दिनको लाइक 2 दिन बस्छु होला हामी पोखरा 2 दिनको सँगै सबै एडिट गरेर सँगै सबै एकैचोटिमा राखिदिन्छु होला क्या ट्रिप टु पोखरा भनेर है ल सी यु गाइज बाई
पोखरा सुकुटी हाउस रेस्टुरेन्ट एन्ड बारमा खाजा खान आएको छौँ। यहाँभित्र चाहिँ टक्क लागेको यस्तो ठाउँ रहेछ। एज यु क्यान सी यु क्यान कम एज वेल। त लेक साइडको टक्क भ्यू हेर्दै खान मन छ भने चाहिँ सर र भ्यू यहीँ हेर्दै टक्क यहाँ बसेर चिल बियर खान बस्न सजिलो हुँदो रहेछ। नाइस। अलराइट गाइज, अब भर्खर हामी चाहिँ त्यो सुकुटी रेस्टुरेन्टबाट निस्क्यो है। अनि त्यहाँको सर्भिस चाहिँ एकदम दामी थियो, एकदम दामी लाग्यो। इफ यु एभर कम टु भिजिट पोखरा त्यहीँ जानु होला, लेक साइडकै छेउमा छ। प्लस दामी भ्यू, मैले त अघिको भिडियोमा देखाएको छु तपाईँलाई, दामी भ्यू छ। दामी भ्यूमा त्यहाँ गएर हेरेर टक्क बस्दै चिलमा हुन्छ नि, फेवाताल हेर्दै रक्सी हुन्छ नि, बियर खानुहुन्छ भने बियर खानुहोस्। चिल छ ठाउँ चाहिँ, त्यसो एकदम राम्रो ठाउँ छ। सर्भिस पनि राम्रो छ, एकदम राम्रो छ। सर्भिस पनि राम्रो लाग्यो मलाई। So if you guys are interested and if you are willing to come Pokhara, then do visit Sukuti restaurant and the restaurant भन्छ होला I guess। त्यही हो। अब यहाँबाट के प्लान हुन्छ त्यसपछि अब थाहा हुन्छ। अब एकछिन खायो होटलमा गएर फेरि लुगासुगा फेरेर अनि लुगासुगा उयो गरेर फेरेर चाहिँ टक्क हामी बाहिर निस्किन्छौँ होला, बिजेपी नत्र वेस्टतिर। सो इट्स ओके, केही छैन। सी यु गाइज इन अ बिट है त, बाई। अलराइट, सुकुटी रेस्टोबाट चाहिँ निस्क्यो हामी होइन। त्यहाँबाट निस्केर अब हामी बिजेपीतिर जाँदैछ। बिजेपी न त कता हुन्छ ट्रेजरतिर यसो चलपल रातिको लागि के कस्तो चलपल हुँदो रहेछ भनेर चाहिँ हेर्नुको लागि हिँडेको। अब हेरौँ कता पुगिन्छ, खानासाना खाइन्छ कि के गरिन्छ। अघि जे सकेको ठाउँ चाहिँ एकदम चिल प्लेस चाहिँ लाग्यो मलाई। अब अहिले चाहिँ हामी यो कहाँसम्म थाहा छैन मलाई, खोइ के चोक हो यो, सेन्टर पोइन्ट रहेछ यो। सेन्टर पोइन्टमा छ हामी चाहिँ अहिले। अब यहाँबाट हामी बिजेपी न त ट्रेजर जान्छौँ, अनि त्यहाँ एकछिन रमाइलो गरेर फेरि ब्याक टु लज हुन्छ, ब्याक टु होटल बस्छौँ। त्यही हो, अगाडिको सिन चाहिँ यस्तै हो। म तल देखाउँछु है त। बिजेपी आउनु लाग्यो अब हामी यहाँबाट धेरै अगाडि होइन, त्यो अगाडि हो। फर्स्ट लेट मी सो यु है त। यो अहिले चाहिँ हामी मेन रोडमा हिँड्दा छौँ, यता लेक साइडको मेन रोडमा। सो यो दामी दामी ठाउँ रहेछ यहाँ चाहिँ। तर हामी चाहिँ अब यसो पप जान आँटेको, यसो हल्का बिजेपी हुँदो रहेछ, मैले देखिसकेँ हुँदै। यो चाहिँ मेरो 4th टाइम होला पोखरा आएको। सो इट्स काइन्ड अफ जस्ट मलाई त फ्रेन्डली नै लाग्छ, जहिले आइरहेकै हो नि त। ठिकै छ, अब हामी बिजेपीमा जान्छु। बिजेपीमा हल्का फुल्का खिच्छु होला, अनि त्यसपछि म भ्लग एन्ड गरिदिन्छु। किनकि यो मैले फोनबाट ट्राई मात्रै गरेको, किनकि क्यामेरा ल्याएको छैन। अनि फोनबाट कतिको क्वालिटी चाहिँ फाल्दो रहेछ भनेर ट्राई गरेको। सो आई होप यु डोन्ट माइन्ड। पार्ट गरेर भन्दा पनि अब म चाहिँ लाइक यो एकैचोटि हालिदिन्छु होला, सबै अ डे इन पोखरा भनेर। आई गेस त्यस्तै केही टाइटल राखेर, टाइटल त तपाईँहरूले थाहा पाइहाल्छ तल के छ भनेर। सो त्यसरी नै राखिदिन्छु म। हल्का गिम्बल पनि ल्याउन बिर्सेँ, त्यही भएर हल्का क्यामेरा स्टेबल छैन होला। प्लिज होप यु डोन्ट माइन्ड। त्यस्तो इन्ट्रेस्टिङ त त्यस्तो केही भएको छैन। तर आई गेस अब भोलि केही प्याराग्लाइडिङ गर्न जाने भनेर सोचिरहेको। अब कति दिन चाहिँ प्याराग्लाइडिङको हेरौँ, न त म प्याराग्लाइडिङ गरेको भिडियो हाल्छु। त्यति हो, मेरो लाइक बकेट लिस्टमा छ क्या प्याराग्लाइडिङको चाहिँ। सो लाइक प्याराग्लाइडिङ चाहिँ गर्छु म। त्यही हो। ल यहाँ पनि अब हल्का चलपल हुँदैछ। वेडनेसडे हो, आज लेडिज नाइट आउट हो। तर अब यता कति हुन्छ मलाई थाहा छैन। सो लेट्स सी। ल गाइज, सी यु इन अ बिट। म कहाँ हुन्छु त्यहाँ गएपछि तपाईँहरूलाई अपडेट गर्छु है त। बाई गाइज, स्टे ट्युन। The next day. ठ्याक्कै म चाहिँ अब होटलबाट निस्केर प्याराग्लाइडिङ गर्नेतिर लागेँ। ठ्याक्क प्याराग्लाइडिङ गर्ने ठाउँको अफिस आइपुगेँ म। एज यु क्यान सी, लेट मी सो यु। मैले चाहिँ यहाँ हनुमान प्याराग्लाइडिङ प्राइभेट लिमिटेडबाट गर्न आँटेको हो होइन। यही हो, यहीँबाट गर्न आँटेको हाम्रो दाइ। हेलो दाइ, ठिक हुनुहुन्छ नि? सन्चै हामी दाइ चाहिँ यहाँको होइन त? यहाँको हो होइन। प्याराग्लाइडिङ गर्न मन छ भने तपाईँहरू चाहिँ दाइ के हो त भनिदिनु। मेरो कम्पनीको नाम हनुमान प्याराग्लाइडिङ। हजुर, हनुमान प्याराग्लाइडिङ। ठाउँको नाम पनि भन्नु ठ्याक्क। सेन्टर लेक साइड, स्ट्रिट नम्बर 16 मा छ। सेन्टर हो। ल तपाईँहरूलाई नै होइन प्याराग्लाइडिङहरू गर्न मन छ भने चाहिँ आइदिनु होला दाइकोमा। एज यु क्यान सी, सी यु इन अ बिट। र फाइनली हाम्रो गाडी चाहिँ आइपुग्यो यहाँ। अनि सो यो गाडीमा चाहिँ अब माथि सारङकोटतिर गइन्छ। अनि त्यसपछि सारङकोटबाट टक्क प्याराग्लाइडिङ भ्यू तपाईँहरूलाई म देखाउँछु। ल फाइनली हामी म चाहिँ गाडीबाट ओर्ल्यो होइन। अनि गाडीबाट ओर्लेर चाहिँ अब प्याराग्लाइडिङ गर्ने ठाउँतिर जाँदैछ। त्यहाँ माथिबाट गर्नुपर्ने रहेछ। बवाल छ ठाउँ त यार, वाइल्ड दामी यार। ओइ यो हो नि त भ्यू भनेको। आई लाइक द भ्यू होइन त, अति बवाल भ्यू हेर्छ।
एकछिनमा पनि त्यसरी उडिरहन्छ है गाइस। आइट दामी चिनेकै साथी र पाइलट परेछ होइन, टक्क माथि उड्दा उड्दै सर बुझ्यो नि कुरा, बुझ न दिदी। फाइनली द मोमेन्ट इज हियर। जे गर्न लागि आएको म चाहिँ यो गर्न आएको, खास गरी पोखरा। एज यु क्यान सी हेभेन, राइट नाउ आम इन हेभेन। सारङकोटमा हो प्याराग्लाइडिङ गर्नु आँटेको। ड्याम मेन, यो हो नि त हेभेन भनेको होइन। लगाए सी यु इन एयर। अहिले आकाशमा भेटौँ है त। सी यु गाइज। ल आजको लागि चाहिँ मेरो ब्रो छ पाइलट। ब्रो तपाईँको नाम भनिदिनु न त। मेरो चाहिँ राजेश गिरी है, चाहिँ हनुमान प्याराग्लाइडिङ है। हामी चाहिँ अहिले सराङकोटमा छौँ। हामीसँग दुईवटा टेक अफ छ है, एउटा चाहिँ सराङकोट, एउटा चाहिँ तोरीपानी। हामी चाहिँ 1430 मिटर फ्रम द सी लेभल है। वी हेभ 3 मोस्ट इम्पोर्टेन्ट थिङ ब्रदर अब है। एउटा टेक अफ, एउटा फ्लाइङ अनि एउटा चाहिँ ल्यान्डिङ है। फ्लाइङ र ल्यान्डिङमा तपाईँले केही गर्नु पर्दैन, टेक इट इजी है। तर टेक अफमा हाम्रो चाहिँ टिमवर्क हुन्छ है। टिमवर्क मैले जस्ट फलो माई इन्स्ट्रक्सन, अरू केही गर्नु पर्दैन, जस्ट मैले भनेको फलो गरिदिनु है। हामी चाहिँ इजिली उड्छौँ। ओके ओके ल, थ्याङ्क यू ब्रदर। ल ओके ल, समातौँ है अगाडि है। ठिक छ, अब पछाडि नफर्किने है। ल यति अगाडि हेर्नु त अब पछाडि नफर्किने है। अगाडि हेर्ने, अगाडि भाग्ने, अगाडि दौडिने, म जे भन्छु जस्ट मैले भनेको मान्ने है। ल ओके ल गाइज, आम अबाउट टु अब स्टार्ट द प्याराग्लाइडिङ। अब एकछिनमा आकाशमा हुन्छ है गाइज। युवराज वाजा वाजा भन्नु है। वेटिङ फर गुड होइन है, हामी अब कुद्दैछौँ। ओके हामी पनि कुद्ने हो तरातिर। अगाडि अगाडि यतातिर, यता अगाडि अगाडि अगाडि। कस्तो लागिरहेछ? बेस्ट टाइम म्यान, बेस्ट टाइम। कस्तो अति बवाल, अति बवाल गरे यार। ठिक छैन, बस्न सिधा भएछ। ठिक छ। हेभेन हेभेन हो क्या यो पोखरा भनेको, हेभेन हो क्या हो नि। हाम्रो कति मिनटसम्म उडिन्छ त? हामी चाहिँ 15 to 20 मिनट है। अब एकदम राम्रो भयो भने उडाएको छु ब्रदर है। ओके थ्याङ्क यू। ल्यान्डिङ स्पट चाहिँ उता तल हो। ल्यान्डिङ ल्यान्डिङ स्पट तल। कसम अति बवाल गाइज। ट्राई प्याराग्लाइडिङ तर गर्नै पर्ने हुन्छ है लाइफमा चाहिँ। कसम लाइफमा चाहिँ गर्नै पर्ने हुन्छ। किनभने बन्जी गर्ने भन्दै थियो क्या, अनि फेरि मलाई बन्दी चाहिँ डर लागेर बरु म आई प्रिफर प्याराग्लाइडिङ। प्याराग्लाइडिङ गर्ने भनेर आएको नि त म काठमाडौँबाट। कन्टेन्ट त चाहियो यसो, अब क्रिएटर भएपछि, कन्टेन्ट क्रिएटर भएपछि होइन चाहियो नि। जस्ट फर द भ्युवर्स, आफ्नो पनि रमाइलो, तपाईँहरूलाई पनि अब कतिको रमाइलो लाग्छ होइन। त्यसम्म हाम्रो दाइ नाम ब्रदरको राजेश ब्रदरसँग गर्नु है। एकदम चिल ब्रदर हो ब्रदर चाहिँ। एकदम चिल है हाम्रो चाहिँ। त चिल हो नि गाइज होइन र, चिल हो नि मेट। सरकार आएर चिल ब्रो चिल भएर आकाशमा उडिरहेको चिल अति दामी। यहाँनिर त पोखराको भ्यू त अति बवाल देख्ने क्या, अति बवाल। Anywhere you go, give it all. Anywhere you say, anywhere.
GG in the guys, GG Jack. Brother sister हान्दिन खान्छ अब के भन्छ रे ब्रदर यसलाई हल्का फ्रिफल भयो फ्रिफल भर्खर गरियो गाई चाहिँ हामीले चाहिँ अति हुँदो रहेछ यार अति वाइल्ड कसम रमाइलो हुन्छ अति आएर गर्नै पर्छ यो फ्रिफल सिफलहरू सब यहाँको फार्म भनेर अब ल्यान्ड हुँदैछ हामी सर ल्यान्डिङमा के गर्नुपर्छ ब्रदर खुट्टा माथि गर्ने खुट्टा माथि माथि मात्र हावी नआइरहेको ओके ओके केही छैन ल हामी पर्फेक्ट ल्यान्ड त भएन तर ल थ्याङ्क यू ब्रदर सो मच बाई बाबा लाग्यो अब्बर दामी ल फाइनली म चाहिँ तल झरिसकेँ ल्यान्डिङ भइसक्यो मेरो चाहिँ होइन हाम्रो दाइ र मेरो ल्यान्डिङ भइसक्यो इट वाज भेरी सच अ बबाल राइड यार यु गाइस सुड ट्राई यत्तिकै आउँछ काठमाडौँबाट यत्तिकै आउँछ पोखरा त्यो यसको लागि आएको हो नि त यसको लागि आएको हो नि त यो भ्यूको लागि आएको हो नि त गाइस यो भ्यू हो नि त हेर्नुपर्ने त होइन पोखरा भनेको यो हो नि त इट्स अल अबाउट द ब्युटी यार क्लबिङ सबिङ त छँदैछ तर यो चाहिँ हुनु पर्यो कि पोखरा आएर प्याराग्लाइडिङ चाहिँ हुनै पर्यो बुझ्यो नि ल थ्याङ्क यू गाइज ओके म चाहिँ अब भ्लग यहीँ सघाउँछु होला दिस सुड बी द एन्ड अफ माई भ्लग अब बाटोको त के काठमाडौँ फर्केको त के हेर्नुहुन्छ सो थ्याङ्क यू प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल एज वेल इफ यु गाइज लाइक द कन्टेन्ट होइन यस्तै यस्तै कन्टेन्टहरू बिस्तारै बिस्तारै लिएर आउँला प्लिज लाइक गरिदिनु सब्सक्राइब गरिदिनु अनि सेयर गरिदिनु इट्स ए बोय लियल डेन्सी पिस आउट